आदरणीय श्रोतावृन्द, आजको दिन म तपाईहरुलाई कम्युनिकेसन स्किल्स अर्थात् सञ्चार कौशलको बारेमा केही कुराहरू राख्न चाहन्छु। र सर्वप्रथम त म यहाँ एउटा व्यक्तिको कोटबाट सुरु गर्न चाहन्छु। संसारमा सबैभन्दा ठूलो समस्या भनेको यो भयो भन्ने भ्रम हो। जर्ज बर्नार्ड छ। कल्पना गर्नुहोस्, तपाईले जोश र स्पष्टताका साथ सन्देश दिनुभयो, तर पछि थाहा भयो कि आधा श्रोताले त तपाईलाई बुझ्दै बुझेनन्। यो कमजोर सञ्चारको दैनिक वास्तविकता हो। सञ्चारको लक्ष्य बोल्नु मात्र होइन, तर जोड्नु पनि हो। चाहे तपाईँ व्यापारिक व्यक्ति हुनुहुन्छ, अदालतमा वकालत गर्दै हुनुहुन्छ, विद्यार्थी हुनुहुन्छ जसले विचार प्रस्तुत गर्दै हुनुहुन्छ, वा आफ्नो कुरा राख्ने प्रयास गरिरहनु भएको छ, सञ्चार अर्थात् कम्युनिकेसन तपाईको सबैभन्दा ठूलो शक्तिशाली उपकरण हो। तपाईले यस्तै स्पीच अथवा भाषणहरू गर्ने थुप्रै महान व्यक्तित्वहरू देखेको हुनुपर्दछ। तपाईले बाराक ओबामा, स्टिभ जब्स वा ओप्रा विन्फ्री जस्ता महान वक्ताहरूको बारेमा पनि सुन्नु भएको र उहाँहरूको भिडियोहरू पक्कै पनि देख्नु भएको हुन सक्दछ। उनीहरूलाई के कुराले अलग बनायो? त्यो उनीहरूले के भनेका थिए भन्ने कुरा मात्र रहेन, त्यो उनीहरूले कसरी भनेका थिए भन्ने कुरा थियो। उनीहरूको उपस्थिति, उनीहरूको स्वर र आत्मविश्वासले उनीहरूका शब्दलाई प्रभावकारी बनायो। जब तपाईँ स्पष्ट र प्रमाणितका साथ बोल्नुहुन्छ, तपाईले विश्वसनीय स्थापित गर्नुहुन्छ। दर्शकहरूले तपाईका शब्दलाई मात्र होइनन्, तपाईलाई पनि विश्वास गर्न थाल्दछन्। सञ्चार अर्थात् कम्युनिकेसन भावात्मक रूपमा गुन्जित हुँदा शक्तिशाली हुन्छ। शक्तिशाली कथा, व्यक्तिगत अनुभव र सहानुभूतिपूर्ण स्वरले तपाईको सन्देशलाई अविस्मरणीय बनाउन सक्छ। अन्तिम भाषण वा भिडियोको बारेमा सोच्नुहोस् जसले तपाईलाई साह्रै छोयो। सम्भावना छ यसले तपाईको दिमागभन्दा बढी तपाईको हृदयसँग जोडिएको थियो। भावनाले मानिसहरूलाई सम्झना गराउँदछ। त्यसैले आफ्नो सञ्चार अर्थात् कम्युनिकेसन स्किलमा भावनाहरू जोड्ने कोसिस गर्नुहोस्। सञ्चार अर्थपूर्ण पनि हुनुपर्दछ, अर्थात् तपाईले दिएको जुन डेलिभरी गरेको कम्युनिकेसन स्किल्सहरू छ त्यो मिनिङफुल पनि हुनुपर्दछ। आफ्नो सन्देशलाई तार्किक रूपमा संरचना गर्नुहोस्। उदाहरणहरू, तथ्याङ्कहरू, समानताहरू प्रयोग गरेर मानिसलाई तपाईसँग सहमत हुने कारण दिनुहोस् कि उसले बिलिभ गर्न सकोस् तपाईले भनेको कुरा ठिक हो। अध्ययनले देखाउँदछ कि कम्युनिकेसन स्किल्समा 93% त तपाईको शारीरिक भाषा र स्वरमा डिपेन्ड हुन्छ र केवल 7% अर्थात् 7% मात्र शब्दमा आधारित हुन्छ। त्यसैले तपाईले बोल्नु मात्र पर्याप्त छैन, डेलिभरी महत्त्वपूर्ण कुरा हो। संरचना महारत हासिल गर्नाले तपाईको सम्बन्ध, नेतृत्व, प्रभाव, आत्मविश्वास बढ्दछ। तपाईका विचारहरू बेच्ने, विश्वास निर्माण गर्ने, स्थायी प्रभाव सिर्जना गर्न राम्रो बनाउँदछ। चाहे तपाईँ सार्वजनिक भाषण दिँदै हुनुहुन्छ वा कक्षा वा कार्यालयमा प्रश्नको जवाफ दिँदै हुनुहुन्छ, प्रत्येक क्षण सुधार गर्ने अवसर हो। र लास्टमा तपाईलाई कम्युनिकेसन स्किल्स इम्प्रुभ गर्नको लागि एउटा सानो अभ्यासको सुझाव दिँदैछु। एउटा साधारण विचार लिनुहोस् र ऐना अगाडि अथवा आफूलाई सहज हुने तरिकाले मोबाइल अथवा ल्यापटपमा आफ्नो कुराहरू व्यक्त गर्नुहोस् र रेकर्ड गर्नुहोस्। र त्यसपछि आफ्नो स्वर, शारीरिक भाषा र स्पष्टता हेर्नुहोस्, प्रतिबिम्बित गर्नुहोस् र सुधार गर्नुहोस्। दिनको 10 मिनेटले यो बोल्ने जुन बानीले तपाईको जीवन सधैँका लागि परिवर्तन गर्न सक्दछ। हस्त आजका लागि यति नै। अझ तपाईलाई अरू कन्टेन्टहरूको लागि सजेस्ट गर्नुहुन्छ भने तल कमेन्ट गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।